दिले आज म तपाईहरुले एउटा दिमाग टेक्निक एउटा सिकाउँछु। त्यो खास गरी हिमालमा बस्ने मान्छेहरुको लागि हो। हिमालमा बस्नेहरुको लागि अब त्यहाँमा हिमाल यस्तो हिउँ पर्ने बेला पानीहरु पुरा आइस हुन्छ, जाम हुन्छ, दाउरा पनि पाउँदैन, कहिले कहिले माचिस पनि पाउँदैन, गाह्रो छ हैन। अनि त्यो बेला दाँत कसरी धुनी पर्छ भने यस्तो हो। अब यो माथि ब्रशको माथि टुथपेस्ट है थोरै हालेर अनि यस्तो गर्ने हो। यस्तो अनि यस्तो गरेर दाँत धुने। फेरि पानी छैन है, फेरि यस्तो अब सफा भयो। एकदम अर्ग्यानिक दाँत धुएको मैले, अर्ग्यानिक।